फेरि पनि नमस्कार, म निरज मगरको तर्फबाट। अहिले चाहिँ हामी कतारको एजुकेसन सिटी स्टेडियममा छौँ। जहाँ जहाँ भए पनि जसरी बस्नु भएको भए पनि एकदम सेफ भएर बस्नु होला। हामी पनि अब रुमतिर जाँदैछौँ। जाने हो फ्रेस भएर खानासाना खाने। यस्तै छ के गर्नु, डरको बिचबिचमा बसिहाल्छ। डरको बिचमा भए पनि बस्नु परेको छ। जहाँ जुन ठाउँमा हुनुहुन्छ एकदम सेफ भएर बस्नु होला। दुबईमा चाहिँ एकदम डेन्जरै भइसक्यो भन्ने सुनेको। यो चाहिँ वर्ल्ड कपको लागि तयार पारेको एजुकेसन सिटी स्टेडियम हो। र यतापट्टि गल्फ कोर्ट। हामी गल्फ कोर्टतर्फ जाँदैछौँ। जान दिन्छ दिँदैन थाहा छैन। ल हेर्नुहोस्, यो चाहिँ हामीसँगै काम गर्ने टिम। एकदम हरियाली भरिपूर्ण के साथमा कतार एजुकेसन सिटी। मसँग हुनुहुन्छ हाम्रो किचन टिम। कतारमा पनि बयर पाइन्छ है साथीहरूलाई। हेर्नुहोस् बयर। कति मिठो हुँदो रहेछ यार, रुखको बयर। वाह, कतार आएर नि बयर खानु पाइयो। यो चाहिँ एकदम अनएक्सपेक्टेड ठाउँ हो क्या। यस्तो हरियो खाडीमा भए पनि यस्तो हरियो देख्नु पाउँदा चाहिँ कस्तो खुसी लाग्छ भने। एजुकेसन सिटी भित्रको यो गल्फ कोर्ट लाइफमा यो पनि देखियो। दामी दामी दामी, वाउ वाउ। हरियो शान्त वातावरण, हरियाली। ल हेर्नु दाजु, कस्तो राम्रो फुलहरू छ नि। नेपालको लाली गुराँस जस्तो देखिन्छ त यार, रातो न रातो होइन। लाली गुराँस जस्तो रातो होइन, तर यो के अरे त्यो एउटा घोगे फुल भन्थ्यो हाम्रोतिर। घोगे फुल हो त्यस्तो लाग्यो क्या रातो। ल हेर्नुहोस् नजारा बालुवाको। कस्तो दामी दामी बयर के सुजन होइन। वाउ वाउ। सन्तोष मिठो छ। वाउ, कतारको बयर गाडीमा छौँ हामी चाहिँ। बयर खान लगाएको, भात खान नपाएर भन्नु नमिल्ने, फेरि भन्नुहुन्न। यसै घुम्न आएको, बयर भेटेपछि कसले छोड्छ होइन सन्तोष? कहाँबाट? कति ठुलो छ अरे आम्मा। अझ यो त आँखाले कहाँ देखाएको छ त नि? इसमें रेत होता है, पानी होता है, हर चीज होता है ना। ये कोना कोना सबैको रेत पानी छ क्या। मैं एक दिन आया था ब्लॉग बनाने के लिए, नहीं घुसने दिया था। बयान खानलाई के को लाज होइन सन्तोष? यति मिठो कुरो नेपालमा त चोरी चोरी खाइन्थ्यो। चोरी चोरी के कति छ टुप्पोमा? धेरै छ। ल यस्तै भयो आजको सर्ट भिडियो चाहिँ घुमघाम। साथीहरूसँग अब गएर फ्रेस भइन्छ, खानासाना खाइन्छ टक्क। अनि बयरको रुख पनि यत्रो हुन्छ यार है। एकदम फुल कस्तो दामी बनाएको छ फुल। एकदम हरियाली। बाटोको छेउछाउ एकदम फुलहरू रोपेर
तर यो चाहिँ मेन रोड होइन है साथी हो। यो चाहिँ फाउन्डेसनको भित्र सीमित गाडीहरू मात्रै आउनु पाउँछ, जस्तै स्टुडेन्टहरू लिएर आउनलाई, स्टुडेन्टहरूलाई मात्रै र यहाँ काम गर्ने स्टाफहरू आवत जावत गर्नलाई मात्रै युज हुन्छ यो बाटो चाहिँ। यो बाटोमा चाहिँ जो पाए त्यही गाडीहरू एलाउड छैन। यो फुल त फुल्दैन होला पक्कै पनि है। यो फुलै रातो हुने हो क्या, लालुपाते जस्तै हो क्या यो। अनि पत्तै रातो छ त नि। त्यही त रोड ल्याम्प, यो चाहिँ रोड ल्याम्प हो। अब बाल्न सुरु गरिसक्यो। माथि चाहिँ अर्को ल्याम्प छ, यो चाहिँ रोड ल्याम्प। एकदम यो विदेशी सिस्टमले बनाएको हो यो। यो चाहिँ बच्चाहरूले प्र्याक्टिकलको लागि गरेको नर्सरी। सबै बच्चाहरूले गरेको प्र्याक्टिकलको नर्सरी। कहाँ छ खुर्सानी? ल यो चाहिँ बच्चाहरूले प्र्याक्टिकल गरेर रोपेको सबै। कति ठुलो नर्सरी बनाएको छ यहाँ बच्चाहरूको लागि। यो चाहिँ बच्चाहरूले प्र्याक्टिकल गरेर, प्र्याक्टिकल अब होला नि यिनीहरूको नि सब्जेक्ट, त्यो सब्जेक्टको अन्तर्गत प्र्याक्टिकल गर्दा गर्दा फलाएको चिजहरू। कस्तो राम्रो फलाएको छ टमाटर, हेर्नुहोस्। वाउ, गाउँको जस्तो। किमु पनि नछ, किमु खाम है त। वाउ, कतारमा आएर सिधै बोटबाट टिपेर किमु पनि खाइयो। यो पनि प्र्याक्टिकलमा बनाएको। खुर्सानी चाहिँ फलेको रहन्छ क्या, खुर्सानी टिपेर लानुहुन्थ्यो। आराम। यो चाहिँ के को बोट हो नि, फुलेको छ फुल, फल फुल्दैछ। यो चाहिँ कागतीको बोट, सबै कागतीको रुखहरू छ यहाँ चाहिँ। बच्चाहरूको नर्सरीमा भिजिट गरिसकिनु लाग्यो। यो चाहिँ के रहेछ यहाँ? काउली, ब्रोकली, कस्तो मजाले फलेको छ किमु। टिपेर खानै पर्यो। ल फेरि भेट्दै गरौँ ल। अब चाहिँ हामी रुममा पनि आइपुग्यौँ सबैजना। ल फेरि छोटो भ्लग ल्याउँदै गरौँ ल। सब्सक्राइब चाहिँ यसो मिल्छ भने गरिदिनु होला। बाई बाई।